भयो रेडी भयो लेट्स गो आउनु बुढा ल आउनु ह्याप्पी न्यू इयर पुकुलु कस्तो हेरेको ह्याप्पी न्यू इयर कहाँ जाने अब हामी अब दादा कति महँगो जाने ल लेट्स गो ल जाने ल हाम्रो बाटो त पुरै हिउँ हिजो हिउँ पर्यो भनेर नगएको है ओ माइ गॉड राति परेछ नि यहाँ हिउँ सुत्यो ल पुकुको सुताइ स्टाइल त के हो हेलो वाउ माइ गॉड यो त कस्तो दामी त नि है वाउ रोक्ने ठाउँ भए त झरेर फोटो खिच्नु थियो नि यहाँ रहेछ त आहा मलाई त फोटो खिच्न मन लाग्यो हिउँमा अनि हिउँ भएको ठाउँमा रोक्ने ठाउँ रहेछ भने रोक्नु न ल वाउ कस्तो मजाको हिउँ यो बाटो चाहिँ फेरि राष्ट्रै कर्लाङकुर्लुङ छ क्या अनि सिन्धुलीको बाटो जस्तै छ ल गाडी चाहिँ यहाँ राख्यो अब जाने जाडो रहेछ राष्ट्रै हावा रहेछ आज रियाज त्यहाँ नचढ छोरा जाडो रियाज यता हेर त यहो ल मान्छे कति धेरै भिड रहेछ भिड प्याक पापा यता हेर्नु त ए पुकु ए मोची खानेको लाइन देख्नुभयो हो यस्तो हुन्छ लाइन बसेर मोची खानुपर्छ वा अब कति धेरै मान्छे झन् एक तारिक आएको भयो एक तारिक आउँदा नि यस्तै त हो नि ए अनि बेबी कार्ड लिएर आहा नि त बुढा ल मेरो त कपाल त बुक्सुङ्ग भएछ नि रियाज पापालाई पक्रेर नै हराउँछ यहाँ त ल यहाँ त खुट्टा पनि खोजेर घुसार्ने ठाउँ पर्छ बुढा दाजाइफो आउने बेला चाहिँ नि छोराछोरी बोक्ने तपाईँ नै पर्नु हुँदो रहेछ क्यारे हो पहिला छोरालाई नि तपाईँले बोकेर आउनु भएको थियो छोरीलाई नि मेरो त हुडी पनि रातो काला पनि रातो भयो त मान्छे कति धेरै मान्छे त्यही भएर होला तातो भयो नि पुकु हेरेर बसिरहेको छु मेरो पनि यस्तो थियो नि बोक्न रहेछ नि कस्तो बिर्सिन्छ क्या मेरो घाँटीमा लाउने थियो नि त्यो बोक्नै बिर्सिन्छ फरवाला थियो नि पुग्यो छैन टाढा छ हामी जाने उपर होइन अझै त्यहाँभित्र है बेटा यहाँबाट अझै भित्र छ त्यहाँ हामी बस्ने हो त्यहाँ है लाइन बसेर जाउँ न हजुर लाइन जाउँ लाइन त यतैबाट पहिला मन्दिर जाने नि लाइन त यहीँबाट रहेछ नि ए बा वहाँ पुग्न लाइन यहीँबाट कति लामो लाइन हो र
उचु जाडो भयो नि बुकु पहिलोचोटि हो पहिला त पेडमा थियो मामाको पेडभित्र आएको नि पहिला हावा चल्यो अब यहाँबाट यता परसम्म अझै लाग्छ है 1 घन्टा लाग्छ होला 1 घन्टा लाग्छ अझै नि 리안스 군 어이요 त्यहाँदेखि यहाँसम्म Happy New Year. गर्छ है私、高校3年間野球部でありましたので、初めて自分でヘアドライヤー使ったの大学1年生でした。ヘアドライヤー、ティファール。बहिनी त नि Dazai Putimang. तेरो हो Yes, pa. Dazai Putimang Guti. Dazai. May to skip na. हावा चल्यो तपाईको रियासको मिस यतै पापा नो रियासको नो मिस हेको गोहाको यो गोहाको गोजियो मामा न हामी सामान तमिनी हो करे हजुर हामी आउने जहिले यही हो प्राय मान्छेहरु सबै यही त आउँछ गाम 8 वर्ष फर्स्टमा त खै आएन तपाईँ र म आएन हैन हामी कुचे गमी फर्स्ट टाइम आएको त भित्र चाहिँ छोप्या हुन्छ है मेन यो भित्र हैन हजुर मिल्छ के हुन्न क्या मिल्छ ल यहाँ चाहिँ पैसा हालेर नहीं है सर दाइजू या दाइजू
पापाको रियाजको मामाको है ल अब खोलेर हेर्ने र फेरि पढ त मेरो छोराले पढेको है पढ त छोरा फेरि कस्तो मजाले पढ्छ है मेरो छोराले बुझ्छ पढेको ल तपाईँले छोएको छ नि छोरीलाई ल यता फर्किन् न यता फर्केर बान्नु र ल यो चाहिँ विस है सबैजनाको एकै ठाउँ बान्नु ल 4 वटा छोरीको अनि त्यो चाहिँ तपाईँको कि छोरीको तिमी पनि जाऊ छोरो पापासँग बाँधल जाऊ त्यसरी पापाले सिकाउनुहुन्छ जाऊ त पापाले सिकाउनुहुन्छ नखाऊ त्यो ल ल पापाले बाँधिदिनुहुन्छ उसको भ्याउने ठाउँ तल छ त ऊ यता पापासँग पापासँग बाँध त ऊ माथि पापालाई टच गर हो त्यसरी ल ल म मान्छु ल खोजेर जाऊँ न अनि खानु ल के ल जान्दैन ल अनि त्यसपछि मोची खाऊँ ल बुढा मलाई मोची खान मन लागिसक्यो छिटो मोची पुकु बेबी रोयो मैले उता बेबी रोएको सुनेर उसलाई तिमी नि नराउ नि फेरि बेबी रोएको सुनेर बेबी रोयो आमै त नराउ ल तिमी चाहिँ हाँचेले बसिरहेछ नानी रोएको सुनेर क्या बिचरा कस्तरी हेरेको रियान्स यता हेर त ओ रियान्स मोबाइल ओ समाउने बुढा समाउँदै चिप्ल्यो चिप्ल्यो बोक्ने ल सक्यो अब कहाँ जाने अब मोची खान जाने है ल बिचबाट जाउँ न रमाइलो हुन्छ मान्छेहरू सबै अझै कति धेरै प्याक छ उता स्टलहरू छ नि यहीँ खाने नि यहाँ मजा आउँछ नि यहाँ खाना मोची मिठो हुन्छ नि छोरा छु त्यहाँ पुगेपछि हेर न के खाने ल अनि तिम्रो चोइसमा खाऊ बुढा यता हेर्नु त छोरी बोकेर पापा छोरी अनि छोरा यता रियान्स हजुर यता हेर लु के खाने हो के खाने हो लाउनु हजुर छोरी आउलो कुन यो त पोटा
कहाँबाट हो छोरा 이거 그래. यो के हो र यस्तो 야. तिनटा मात्रै लिनु बुदापारा दुईटा अनि त्यसपछि उयो लिँदा हुन्छ नि तोरी एउटा तोरी एउटा खावा चाहिँ पाइन्छ तोरी छैन छ त त्यो चाहिँ खावा छैन थोरी अरू यो それでバラ1本でお待ちのお客さんはいどうぞ豚バラ1本はい1本ソース左側でお待ちください यो त लिने हो नक्कली तिमीसँग 200 छ भने ठुलै मगाउँछ नि बुढी 200 छ नि मसँग ल्याउ न 1200 को आनन्दै हुन्छ नि खरागे मात्र खानेकुराहरूको लाइन हेर न यत्रो लाइन बसी बसी खानुपर्छ नि ठुलोको 1200 है के रातो रातो स्याम्पल यो चाहिँ स्याम्पल रहेछ यो पनि स्याम्पल यो पनि स्याम्पल arigatou gozaimasu वाउ ल आउ रियान्स कुन हाई किते पछि खतरा रहेछ है यो बुढो त के हो आम्बो खतरा खाइरह त कानमा पनि के हो यही बसाउ न यही ठाउँ छ त हजुर यतिकै खाँदा भइहाल्छ ल न आऊ ल खानु त एउटा रियान्सलाई दिउँ हो त्यो तपाईँ उकाउनु अनि एउटा रियान्स ओइसी ना ल食べて熱いねおいしいはい美味しいですかलाएको ल्याउ न भयो 와, कस्तो मिठो छ ल ओइसी खाऊ ल मोबिता नाका चिजु पोख्छ है खाऊ ल खाऊ मिठो भयो माथिबाट खाने क्या यसरी त्यसरी खाऊ ल मिठो भयो खाइदो 리아크는 또 그래 हामी सकेर पनि यत्रो लाइनु है कति धेरै हामी त सक्यो अब हिँडेको खै त ओत्या खाम त ल मोची चाहिँ यसरी बन्छ है बुढा यो मोची बनेको होइन ऊ त्यो डल्लो अनि यसरी है
कति एउटाको कति हो तीनटा लिनु कि दुईटा वाउ होइन अहिले फेरि अर्को खान्छु नि वाउ मोची बनेको है कस्तो मजाले बनाउने क्या हाम्रो सेलरोटी भने वाउ हैはい3個お願いします2個ですね。360。2個お願いします。何個って言った2個で。 2個ね。入ってますよ、おかげさん。はい。はい、お待ちどうさま。どうぞ、2個のお客さん。はいお客さんが3個や。はいはい、ごめんなさいね。あー、ごめんなさいね。全部はい、いらっしゃいませ。どうぞ。はい、3個ですね。お待ちどうさま。あんこが熱くなってます。気をつけてください。はい、お客様は4個。 460円のお返しです。レシートでございます。ありがとうございます。いらっしゃいませ。ここ一つ。 ल मोची खाने अब म चाहिँ खान्छु तातो तातो म त अझै खान्छु है मोची यता पनि छ त हुन्छ नि होइन बसेर खाम न आउनु बुढा त्यहाँ होइन छोरो म यहाँ उभ्नु न एकचोटि ल खाएको एकछिन हो खाना अप्ठ्यारो हुन्छ नि म एउटा हाल्छु पिच्ची पक्रिरहेको छु त्यही त मैले पनि एउटा हाल्दै खाइरहेको छु केही हुन्न क्या खानु न यो झर्न आएछ कि यता यो के रियाज कसरी बस्यो लु अब सक्यो नानी है रियाज मोची मिठो भयो मिठो भयो मोची हो र त नक्कलीलाई डाँडो देखेन हाँस्छु नि नक्कलीलाई न्यू इयरमा चाहिँ मोची खाएन खाएन भने न्यू इयर जस्तो नि हुँदैन त्यही पनि यहाँ बनाएको तातो तातो आफैले बनाएर खाने आफै बनायो भने मिठो हुँदैन कतै बनाउँछ नि किनेर खाएको पो त्यहाँ त्यो इचिगोको त खाएन यसपालि है कोरबेस चाहिँ खाएन नि इचिगो फ्लेभरको अनि कतिवटा 3वटा खाएँ 4वटा खाएँ मासुको हो अब चाहिँ हामी
आउटलेट आइपुग्यो अब आउटलेटबाट कहाँ जाने अब सपिङ गर्न के सपिङ गरिदिने मलाई मिस्टर कुमार सुनवार मलाई के किनिदिनुहुन्छ भन्नुहोस् न्यु इयरको गिफ्ट मैले डिमान्ड गरिसकेको छु यहाँ जाने जाने वाह जाने यहीँसम्म जानुपर्छ नि किन फर्किने हो र वाह है अनिताले कुन किन्छ होला लिनु पर्ला मैले